ट्रेनिङ दिएको थियो जुनो जुनो लोकसभा भवनमा पनि एक ग्राम 10 रुपियाँ हामीलाई नगद सहयोग गर्नुभएको छ। उहाँलाई पनि म विशेष नगद ठेगाना बागमती नगरपालिका 4 रहेको छ। त्यस्तै गरी अर्को सहयोग गर्ने व्यक्ति हुनुहुन्छ प्रदीप मुक्तान। उहाँले पनि हामीलाई 500 रुपियाँ हामीलाई सहयोग गर्नु नगद सहयोग गर्नुभएको छ। उहाँको स्थायी त्यस्तै गरी हामीलाई सुकुमाया वाइबाजुहरू तिलगढी गाउँपालिका 2बाट पनि हामीलाई सहयोग प्राप्त भयो। त्यसै गरी हामीलाई सुकुमाया वाइबाजुहरू तिलगढी गाउँपालिका 2बाट पनि हामीलाई सहयोग प्राप्त भएको छ। म विशेष गरी जसले जे जति सहयोग गर्नुभएको छ उहाँहरूलाई म विशेष हार्दिक आभार प्रकट गर्न चाहन्छु यस गुम्बा व्यवस्थापन समितिको परिवार तर्फबाट। त्यसै गरी अर्को सहयोग गर्ने व्यक्तिमा हुनुहुन्छ कृष्ण कुमार लामा, हाम्रो बागमती नगरपालिकाको हालको कार्यवाहक मेयर। योबाट पनि हामीलाई सहयोग प्राप्त भएको छ। उहाँबाट 5000 रुपियाँ हामीलाई सहयोग प्राप्त भएको छ। त्यसै गरी नगरमान सिंतानबाट पनि हामीलाई 1200 रुपियाँ नगद सहयोग प्राप्त भएको छ। त्यसै गरी सुमित्रा सिंतान बस्यौँ भनेर एउटा घमण्ड मात्र नभएर त्यो बसिसकेपछि मसँग भएको पहिला म थाममा नगए पहिला चाहिँ ममा एउटा के अरे घमण्ड थियो, ईर्ष्या थियो, त्यस्तो राग थियो, रिस थियो। अब म 3 वर्षसम्म माथि गुफा बसिसकेर आएपछि त्यो रिसहरू चाहिँ कतिको न्यूनतम कतिको शान्त भएछ भनेर आफूले विश्वास के चाहिँ परीक्षण गर्ने हो। त्यो कसैले अरू बाहिरबाट राम्रो भएर आएछ यसरी भनेको बित्तिकै हुँदैन, आफैले विश्लेषण गरेर चाहिँ हेर्ने हो। अनि अझै पनि त्यो न्यूनतम भएको छैन भनेदेखि मौन व्रत बस्ने गर्दछौँ र न्यून मौन व्रत बसिसकेर हामीले त्यसको लाभदायकहरू पनि बौद्ध शास्त्रमा भन्नुभएको जस्तै गरेर चाहिँ हामीले अस्ति नै चर्चा गरिसकेको छौँ र त्यो मात्र नभएर त्यस सम्बन्धित पहिला न्युम्नीको विधि चाहिँ हाम्रो